Hi everyone, welcome back to the all new episodes of Electric Drives Nepal. As you can see, आज चाहिँ मसँग MG को S5 छ र यो गाडी नेपालमा भित्रेको यति धेरै वर्ष भइसक्दाखेरिसम्म पनि यो गाडीको हाइप चाहिँ स्टिल हामी देख्न सक्छौं. सो यो गाडीको लुक्स अनि एस्थेटिक्स चाहिँ अहिलेको नयाँ नयाँ एबीसँग पनि राम्ररी नै कम्पिट गर्छ. सो यो गाडीलाई लिएर चाहिँ आज म लाकुरी भन्ज्याङ जाँदैछु. सो फलो मी अलोङ. आज चाहिँ हामी लगभग 50 किलोमिटर जस्तो चाहिँ यो गाडीसँग ट्राभल गर्छौं. 25 किलोमिटर्स छ लाकुरी भन्ज्याङ यहाँबाट चाहिँ. सो अहिले चाहिँ म टोखामा छु. अहिले चाहिँ इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ 41% चाहिँ अब चार्ज बाँकी छ. 160 किलोमिटर चाहिँ अझै कुद्छ भनेर देखाइरहेको छ. सो अब एउटा सानो रेन्ज टेस्ट टाइपको पनि भिडियो हुन्छ. प्लस यो गाडीको पर्फर्मेन्स के कस्तो छ हामी सबै आज यसमा हेर्छौं. अहिले चाहिँ अब हामी ग्वारको चोक आइपुग्यौँ होइन. बाटो असाध्यै नै खाली छ. अनि अब इन्स्ट्रुमेन्ट क्लस्टरमा चाहिँ हामीले 38% चाहिँ चार्ज रिमेनिङ भनेर देख्न सक्छौँ र 147 किलोमिटर भनेर देखाइरहेको छ. र ड्राइभ चाहिँ एकदमै स्मुथ, एकदमै कम्फर्टेबल ड्राइभ भइरहेको छ. अनि यो चाहिँ अहिले ग्वारको बनेको पुल. यहाँ चाहिँ अब मजाले गाडीहरू हिँड्न थालिसक्यो होइन. राम्रै भएछ. यहाँ आएको पनि थिएन, कति भएको थियो. ल राम्रो भएछ यो पनि. मेरो चाहिँ यो लाकुरी भन्ज्याङ जान लागेको चाहिँ फर्स्ट टाइम हो. यताबाट गोदावरी जाने बाटोबाट चाहिँ हामी लाग्नु पर्दो रहेछ अगाडि. अब यहाँबाट त्यस्तै 10-12 किलोमिटर होला. अब थोरै कुरा गरौँ यो गाडीको टेक्निकल एस्पेक्ट्सको बारेमा. सो फर्स्ट अफ अल चाहिँ हामीले यसमा चाहिँ 99 किलोवाटको चाहिँ मोटर पाउँछौँ र यसमा ब्याट्री भने चाहिँ 62 किलोवाट आवरको चाहिँ ब्याट्री छ र यसको क्लेम रेन्ज भनेको चाहिँ 430 किलोमिटर्सको चाहिँ क्लेम रेन्ज. सो यो रेन्ज पनि एकदम इनफ नै लागिरहेछ मलाई. अब यदि तपाईँले हाइवेमै लानुहुन्छ भने पनि यतिको रेन्जले चाहिँ तपाईँलाई त्यति धेरै समस्या दिँदैन र ठाउँ ठाउँमा त चार्जिङ पोर्ट्सहरू बनि नै सकेको छ. सो त्यसले गरेर चाहिँ अब चाहिँ इभीलाई हाइवेमा लान चाहिँ खासै गाह्रो छैन. MG S5 को मेजर हाइलाइट भनेको चाहिँ यसको रियर व्हिल ड्राइभ मोटर नै हुनुपर्छ. सो मैले ड्राइभ गरिराख्दाखेरि चाहिँ मलाई एकदमै धेरै कम्फर्टेबल, एकदम धेरै इफिसियन्ट अनि इफोर्टलेस ड्राइभ छ कि एकदम सजिलरी चाहिँ मैले गाडी चलाउन सकिरहेको छु होइन. यसको रिजन भनेको यसको रियर व्हिल ड्राइभ मोटर हो. सो तपाईँहरूले कति सुन्नुभयो होला फ्रन्ट व्हिल ड्राइभ मोटर, रियर व्हिल ड्राइभ मोटर भनेको. सो खासमा चाहिँ यो रियर व्हिल ड्राइभ मोटर भनेको के हो भन्दाखेरि चाहिँ यो गाडीको जुन मोटर छ त्यो चाहिँ पछाडि रियरमा छ अनि त्यसले गर्दाखेरि चाहिँ गाडीलाई अगाडि धकालिदिन्छ. सो यसमा चाहिँ धेरै इफोर्ट लाउनु पर्ने, एक्सलेट गर्नुपर्ने, एकदम ह्यान्डलिङमा प्रब्लम हुने अथवा पिकअपमा प्रब्लम हुने त्यस्तो केही पनि हुँदैन. सो इजिली चाहिँ सरर गाडी चाहिँ मजाले कुद्छ. अब चाहिँ हामी अलि धेरै नै माथि आइसक्यौँ होइन. अगाडि जङ्गलको भ्यू अनि बाटो यस्तो राम्रो, यस्तो बबाल मजा आइरहेछ होइन गाडी चलाउन. अब मेबी 5-6 किलोमिटर्स छ कि के छ. माथि 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 हुँदै जाने हो. अनि लोकल बस पनि मजाले चल्ने रहेछ. अनि मान्छेहरू पनि अब त्यहाँ अब आज स्याटरडे पिकनिक सिकनिक यस्तो होला नि. कति धेरैजना चाहिँ गएको देखिरहेको छ. त्यही नै हो. इट्स गना बी अ फन डे. Guys, so this is the sunroof view. कति राम्रो देखिन्छ नेचरमा. टक्कर रुख छ माथि होइन. अनि क्लाउड्स अनि क्लियर स्काई. एकदमै नै मजाको ड्राइभ लिएर कतै हिँड्दाखेरि चाहिँ यो सनरुफले पनि एकदमै प्लिजिङ चाहिँ भ्यू दिन्छ. चाहिँ हामी यस्तो रमाइलो फनवाला बाटोमा आइसक्यौँ होइन. अनि काठमाडौँबाट कति नै छ र 1 घन्टा ड्राइभ पनि छैन. 1 घन्टा 40 मिनट्स भनौँ न. 40 मिनट्स ड्राइभमा फेरि यतिको नेचरमा आउनु भनेको चाहिँ इट्स अमेजिङ. बाटो पनि यस्तो प्रपरली पिच गरेको छ अनि जङ्गलै जङ्गल रमाइलो बाटो रहेछ. प्लस ड्राइभ गर्न एकदमै सजिलो अनि फन. प्लस उकालोमा तान्ने ओर्ने जुन एकदम यो भन्छ नि मिसकन्सेप्सन छ नि के अरे इभीहरूले चाहिँ केही उकालो तान्दैन, यही इलेक्ट्रिक गाडी लिएर कहीँ जान सक्दैन भन्ने जुन यो मिथ छ नि यसलाई चाहिँ स्योरली ओभरकम गर्छ. राम्रो बाटो मात्र के भनेको यस्तो अफ रोड आयो त्यसमाथि साङ्गुरो. बाइकमा आउनेहरूको त यहाँ बिजोग हुँदो रहेछ. अनि हाम्रो S5 मा चाहिँ 180 mm को ग्राउन्ड क्लियरेन्स छ र अहिलेसम्म थ्याङ्कफुली चोको छैन. र यस विथ रेस्पेक्ट टु यो बाटो चाहिँ हाम्रो राइड चाहिँ कम्पोज र कन्ट्रोल नै फिल भएको छ मलाई. अब आइपुग्न पनि लाग्यो होला हाम्रो आजको डेस्टिनेसन.
So we're here at the top हैन यहाँ चाहिँ भ्यू पोइन्ट जस्तो रहेछ अनि द भ्यू यु क्यान सी इट्स अमेजिङ एकदमै नै रमाइलो छ मस्ती नै छ यहाँ हैन अनि एकदम धेरै मान्छेहरू पिकनिक मनाउन चाहिँ आउनु हुँदै रहेछ यहाँ सो आई हेभ दिस MG S5 जुन चाहिँ एकदम हाइलाइट छ वरिपरि सबैजनाले चाहिँ गाडीमा हेरिरहनु भएको छ सो मैले धेरै त के भन्नु पर्दैन यसमा यसको यो लुक्स एस्थेटिक्स अनि प्लस हामी जस्तो बाटो आयौँ तलबाट यस्तो माथिको बाटो अति नै अफरोड तर त्यसमा पनि यसले चाहिँ यस्तो राम्रो पिकअप लियो यति सजिलरी चाहिँ हामी आयौँ यसको रियर व्हिल ड्राइभ मोटर जुन मैले अघिबाट हाइलाइट भनिरहेको छु यसले गर्दाखेरि चाहिँ एकदमै स्टेडी भयो अनि कन्ट्रोल थियो यसमा प्लस यसको प्रिमियमनेस मैले त केही भन्नै पर्दैन र अर्को कुरा भनेको चाहिँ मैले MG को लगभग सबै गाडीहरू नै चलाएको छु MG को कमेटबाट MG को IM6 सम्म यसको प्रिमियमनेस चाहिँ कमेटबाट स्टार्ट हुन्छ र IM6 त मैले यसको रिभ्यू भिडियो हालिसकेको छु यु क्यान सी इट इन द लिङ्क माथिबाट हैन सो त्यो गाडी त मलाई अति नै मनपर्छ र आज चाहिँ मसँग यो छ अब म यसको बारेमा अझै धेरै कुराकानी गर्नेछु टकिङ अबाउट द फ्रन्ट लुक्स यो गाडी हेर्न साथै चाहिँ झट्टै हेर्दा त स्पोर्टी जस्तो देखिन्छ हैन तर माथितिरबाट चाहिँ स्लिक डिजाइन हुँदै चाहिँ स्पोर्टी लुक चाहिँ यसले लिएर आएको छ जुन यो MG को लोगो छ यसलाई चाहिँ बिचमा मोरिस ग्यारेजको लोगो यहाँ अगाडि राखेको छ भने तपाईँहरूले ठाउँ ठाउँमा पोइन्टेड एजेस चाहिँ पाउन सक्नुहुन्छ साइड प्रोफाइलपट्टि हेर्दाखेरि यु क्यान सी इट इज अ कम्प्याक्ट SUV र यो रेड कलर र ब्ल्याक कलरको कम्बिनेसनले एकदम आउटस्ट्यान्ड गरेको छ यो नेचरमा पनि यो रेड कलर चाहिँ एकदम आउटस्ट्यान्ड नै गरेको छ सो तपाईँहरूले ढोका हेर्नुहुन्छ भने चाहिँ वान टच डोर पाउन सक्नुहुन्छ र माथिपट्टि चाहिँ सिल्भर कलरको यो रुफ रेल चाहिँ राखिएको छ र मुभिङ अन तपाईँहरूले यसमा चाहिँ 180 mm को चाहिँ ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ र अघि पनि मैले बाटोमा आउँदाखेरि भने यसले चाहिँ एकदम आउटस्ट्यान्ड गरेको छ गाडी कतै पनि छैन एकदम इजिली माथिसम्म आयो र टायरमा चाहिँ तपाईँहरूले 18 इन्चको चाहिँ टायर पाउन सक्नुहुन्छ हामीले चाहिँ MG S5 मा 360 क्यामेरा चाहिँ एक्सेस पाउन सक्छौँ जसलाई चाहिँ हामीले वान टचबाट यहाँ एक्सेस गर्न सक्छौँ र यहाँबाट पनि एक्सेस गर्न सक्छौँ यही ड्राइभरको स्टेरिङबाट अनि यसको भ्यू चाहिँ एकदम राम्रो छ गुड क्यामेरा हैन भ्यूहरू राम्रोसँग नै देखिन्छ र अर्को कुरा भनेको चाहिँ ड्राइभर र प्यासेन्जर बोथ सिटलाई चाहिँ हामीले हिट पनि गर्न सक्छौँ र स्टेरिङ हिट गर्नको लागि पनि यहाँबाट यसरी कन्ट्रोल छ स्टेरिङ पनि हिट हुन्छ विन्टरको टाइममा एकदम बेस्ट हो यो र अरू कुराहरू त अब हामीले यहाँ सबै कन्ट्रोल्सहरू जति पनि हामी ड्राइभर कन्ट्रोलहरू हुन्छ स्पिड लिमिटको कुराहरू लेनदेखि सबै कुराहरूलाई चाहिँ MG पाइलट भनेर चाहिँ हामीले यहाँबाट एक्सेस गर्न सक्छौँ लाइक स्टेटस क्लस्टर MG पाइलट भनेर भयो अनि ड्राइभिङ कन्ट्रोल्सहरू पनि सबै जस्तै के गर्ने त वान पेडल अनि एनर्जी सेभिङ मोड हो कि अटो होल चाहिँ अन गरिदिनु पऱ्यो कि सजिलो हुन्छ अनि त्यस्तै कुराहरू हामीले यहीँबाट एक्सेस गर्छौँ र अब चाहिँ हामी तल ओर्लिसक्यौँ यहाँबाट चाहिँ हामी कतै खाजा खाने ठाउँमा चाहिँ जान लागेको छौँ यसमा चाहिँ हामीले अर्को कुरा भनेको क्रुज कन्ट्रोल पनि पाउन सक्छौँ यसमा जुन यो वान टच एक्सेलरेसनमा जुन गाडी जुन जाने छ नि आई रियली लभ इट अनि मैले चाहिँ यसको ब्रेक एकदम धेरै लाग्ने यस्तो भनिरहेको थिएँ कि यस्तो छुनसाथ ब्रेक लाग्ने रहेछ गाडीमा र किन लाग्ने रहेछ भन्ने कुरा चाहिँ मैले चलाएपछि बुझेँ कि अब यस्तो एक्सेलरेसन हुन्छ होइन होला अनि ब्रेक त मजाले लाग्नु पऱ्यो नि त त्यो होला कि मेन रिजन चाहिँ त्यही नै हो मैले अघि रियलाइज गरेँ कि मैले MG कमेटमा त्यस्तै फ्यान हो बिकज मैले गाडी चलाउन यस्तो सिकेकै MG कमेटबाट हो होइन अनि त्यस पछाडि मैले MG को के चलाएँ IM6 चलाएँ अब त्यसको प्रिमियमनेसको त मैले कुरा गर्नै परेन यस्तो बबा अहिलेको कुकुर क्युटी के अरे यसको प्रिमियमनेस मैले भन्नै परेन होइन अनि त्यसपछि मैले अरू चलाएको छैन MG5 नै चलाएको छैन सिधै MG S5 हो होइन सो MG एज अ ब्रान्डको नै फ्यान भएको छु अब चाहिँ कस्तो सानो बाटो रहेछ यार फाइनली आफ्टर आवर लङ डे लङ राइड अहिले चाहिँ हामी यहाँ आइसकेका छौँ काठमाडौँ अहिले ठ्याक्क माइतीघर एरियामा छौँ हामी अहिले होइन सो यता चाहिँ हामी देख्न सक्छौँ 20% चार्ज चाहिँ रिमेनिङ छ अनि 71 किलोमिटर्स अझै कुछ हामी राइट जाने कि लेफ्ट अझै 71 किलोमिटर्स चल्छ भनेर देखाइरहेको छ होइन अनि अब यो गाडीलाई चाहिँ अब हामीले फाइनली सर्भिस सेन्टर पुऱ्याउनु लागेको छौँ अनि यो गाडी चाहिँ मलाई छोड्नै मन लागिरहेको छैन यस्तो कम्फर्टेबल यस्तो लाइट वेटवाला गाडी होइन एकदमै रमाइलो मजा भयो आज MGसँग अहिले चाहिँ हामी यो रङ्गशालाको बाटो चाहिँ गइरहेछौँ होइन अनि यता चाहिँ बत्ती त्यति धेरै छैन अँध्यारै बाटो छ यो सो मैले चाहिँ गाडीको थ्रो अनि यसको हेडलाइटको कुरा गर्न खोजेको राम्रो भिजिबिलिटी छ राम्रो थ्रो छ अँध्यारो बाटोमा पनि क्लियरली नै भिजिबल भएको चाहिँ हामी देख्न सक्छौँ जुन यो थ्रो छ दिस इज क्वाइट गुड
त्यसै गरी टकिङ अबाउट द स्टेयरिङ, यसको स्टेयरिङ पनि क्वाइट स्टडी छ, एकदमै रग्ड फिल हुन्छ यो स्टेयरिङ। अनि यसलाई यहाँबाट वान टचमा चाहिँ यो स्टेयरिङ हिट पनि हुन्छ। सो जाडोमा चाहिँ एकदम चिसो भएर चलाउँदाखेरि चाहिँ हात यहाँ मजाले तताउँदै तातो भइसक्यो, एकैछिनमा एकदम इन्स्टेन्टली चाहिँ यो हिट हुन्छ होइन। अनि अब यहाँनिर जुन यो स्टेयरिङ कन्ट्रोल्स छ यसमा पनि हामीलाई मल्टिमिडिया कन्ट्रोल्सहरू, क्रुज कन्ट्रोल्सहरू चाहिँ यहीँबाट दिएको छ। दिस इज अल्सो क्वाइट गुड। एन्ड यो गाडी बाहिरबाट हेर्दा जति एस्थेटिक अनि जति मोडर्न टच छ नि, भित्र चाहिँ तपाईँहरूले क्लासिक फिनिसहरू पनि पाउन चाहिँ सक्नुहुन्छ है यसमा चाहिँ। जस्तै यो एसी कन्ट्रोल्सहरूलाई यहाँबाट नभएर यहाँ तलबाट नै यसरी रेट्रो वेमा चाहिँ तपाईँहरूले यसलाई चेन्ज पनि गर्न सक्नुहुन्छ। मैले यो गाडीको बारेमा यति धेरै कुरा गरिराख्दाखेरि चाहिँ यसको प्राइस कति होला भन्ने तपाईँहरूलाई मनमा लागि नै रह्यो होला होइन। यसको बेस भेरिएन्ट चाहिँ 43,99,000मा चाहिँ स्टार्ट हुन्छ र यसको लग्जरी भेरिएन्ट जुन यो हामीले चलाइरहेको गाडी चाहिँ यसको लग्जरी भेरिएन्ट हो, जुन चाहिँ 62 किलोवाट आवरवाला ब्याट्री छ यसमा चाहिँ। यसको प्राइस चाहिँ 53,99,000 हो। सो तपाईँले 53,99,000मा चाहिँ यो गाडी घर लान सक्नुहुन्छ। सो लास्टली वी हेभ कम टु एन एन्ड अफ दिस भिडियो। अब चाहिँ फाइनली म घर जाँदैछु र आज मेरो दिनभरिको एक्सपिरियन्समा चाहिँ यो MG S5 चलाएर एकदमै फन भयो, एकदम गुड डे भयो होइन। हामी टाढासम्म पनि पुग्यौँ, चलायौँ अनि मलाई यो गाडी फिर्ता दिनै मन लागेको छ। यस्तो कम्फर्ट छ यो गाडीमा, जुन प्रिमियमनेसको जुन फिल छ अनि जुन स्टेबिलिटी चाहिँ यो गाडीले प्रोभाइड गर्छ। मैले रिपिटेडली भनिरहेको छु यो गाडीमा चाहिँ एकदमै त्यो कम्फर्टनेस चाहिँ तपाईँहरूले पाउनु नै हुन्छ। अनि यो स्टेबिलिटी जुन छ चलाउन एकदमै जुन हल्लिँदैन भनौँ न, लाइट वेटेड, जुन मैले दिनभरि नै भन्दै आइरहेको छु त्यो चाहिँ मलाई फिल भयो। र म चाहिँ तपाईँहरूलाई के भन्छु भन्दाखेरि तपाईँहरू पनि आफै सोरुममा गएर MGको जुन सोरुमहरू छ त्यहाँनिर गएर चाहिँ आफै गाडी चलाउनुहोस्, आफै फिल गर्नुहोस् यो गाडी कतिको कम्फर्टेबल छ, कतिको तपाईँलाई चाहिँ गुड फिल हुन्छ यो चलाएर भन्ने कुरा चाहिँ आफै फिल गर्नुहोस् भन्न चाहन्छु। र यति भन्दै चाहिँ हाम्रो आजको भिडियो यहीँ एन्ड हुन्छ। हाम्रो यस्तो भिडियोजहरूलाई मन पराइदिनु भएको छ हजुरले, अब कुन चाहिँ गाडीको भिडियो चाहिँ हेर्न चाहनुहुन्छ कमेन्टमा भन्नु होला, हामी छिट्टै नै त्यसको रिभ्यू लिएर आउने नै छौँ। टिल देन ड्राइभ इलेक्ट्रिक, गो ग्रिन, बाई।